यो भिडियो स्किप नगरौँ है, किनकि अगाडिका प्रश्न सजिला लाग्छन् तर पछिल्ला 5 वटा चाहिँ साँच्चै खतरनाक छन्। अन्तिमसम्म टिक्नु भयो भने मजा आउँछ। ल सुरु गरौँ पहिलो प्रश्नबाट। आफू त नाङ्गो, अरूलाई कपडा लगाइदिन्छ, के हो? यसको सही उत्तर हुन्छ सुई। दोस्रो प्रश्न रहेको छ, आमा सुत्छिन्, छोरा काम गर्छ, के हो? यसको सही उत्तर हुन्छ टर्च। तेस्रो प्रश्न यस प्रकार छ, आफू बोल्दैन तर बोल्न सिकाउँछ, के हो? यसको सही उत्तर हुन्छ अक्षर। चौथो प्रश्न, जति दौडियो उति ढिलो पुग्छ, के हो? सही उत्तर हुन्छ घडीको सुई। पाँचौं प्रश्न यस प्रकार छ, आफू कहिल्यै भोकाउँदैन तर भोक जगाउँछ, के हो? सही उत्तर हुन्छ पकाउने गन्ध। प्रश्न नम्बर 6, जन्मिँदा सेतो मर्दा कालो, के हो? यसको सही उत्तर रहेको छ दाउरा। प्रश्न नम्बर 7, आफू उभिँदैन सबैलाई उभ्याउँछ, के हो? सही उत्तर हुन्छ जुत्ता। प्रश्न नम्बर 8, टाउको छैन तर टोपी लगाउँछ, के हो? यस प्रश्नको सही उत्तर हुन्छ कलम। प्रश्न नम्बर 9, भित्र आगो बाहिर हाँसो, के हो? यसको सही उत्तर हुन्छ खुर्सानी। प्रश्न नम्बर 10, खाना खोड्दा तिखो छोड्दा मिठो, के हो? सही उत्तर रहेको छ झुट। अहिलेसम्म कतिवटा मिल्यो कमेन्टमा लेख्नु होला है। अब बाँकी प्रश्न अझै अलि ट्रिकी छन्। प्रश्न नम्बर 11, आफू टुक्रिन्छ तर अरूलाई जोड्छ, के हो? यसको सही उत्तर हुन्छ सुई धागो। प्रश्न नम्बर 12, हिँड्दैन तर सधैँ यात्रामा हुन्छ, के हो? यसको सही उत्तर हुन्छ बाटो। प्रश्न नम्बर 13, आफू मर्छ अरू बाँच्छ, के हो? यसको सही उत्तर हुन्छ मैनबत्ती। प्रश्न नम्बर 14 यस प्रकार छ, आफू देखिँदैन तर सबै देखाउँछ, के हो? यसको सही उत्तर हुन्छ उज्यालो। साथीहरू, भिडियोलाई अझैसम्म लाइक गर्नुभएको छैन भने कृपया लाइक गरिदिनुहोला। प्रश्न नम्बर 15 मा, बोल्यो भने झुट नबोले साँचो, के हो? यसको सही उत्तर हुन्छ फोटो। प्रश्न नम्बर 16, आफू सानो आवाज ठुलो, के हो? यसको सही उत्तर हुन्छ माइक। प्रश्न नम्बर 17 यस प्रकार रहेको छ, जति काट्यो उति बढ्छ, के हो?
यसको सही उत्तर हुन्छ खाल्डो। यसको उत्तर के तपाईँले दारी सोच्नु भएको थियो? हाहा। प्रश्न नम्बर 18, आफू उड्दैन अरूलाई उडाउन मद्दत गर्छ, के हो? यसको प्रश्नको सही उत्तर हुन्छ पंखा। प्रश्न नम्बर 19, सुत्दा काम गर्छ उड्दा थाक्छ, के हो? यसको सही उत्तर हुन्छ मोबाइलको चार्ज। अन्तिम प्रश्न रहेको छ, आफू नदेख्ने अरूलाई देखाइदिने, के हो? यसको सही उत्तर तपाईहरू कमेन्ट बक्समा लेख्नुहोला। ल, कतिवटा मिल्यो त साथीहरू? मिलेको सङ्ख्या कमेन्टमा लेख्नुहोला। यस्ता अझै गाउँखाने प्रश्न चाहनुभयो भने भिडियो लाइक र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला।